हेलो गाइजहरु, हामी यो दृश्य जे देख्नु भएको छ यो अर्घाखाँचीमा हो, वडा नम्बर 1। अब तपाईं यहाँ घुम्न आउनुभयो भने यहाँका सुन्दर ठाउँहरूलाई देख्न सक्नुहुन्छ। यहाँको हरियाली तपाईले हेर्न सक्नुहुन्छ। यहाँ ठुला डाँडा पाखाहरू देख्छन्। यहाँ विभिन्न चराचुरीहरू हाम्रो यो फेरि हाम्रो गाउँ हो। यहाँ हेर्न सक्नुहुन्छ हामीले काँक्रो मकै कति फलाइसके हम। यहाँ हाम्रो बाबाले यहाँ सिमी स्वस्तिक टिकेको देख्न सक्छौं। यहाँ निकै नै मौरीहरू छन्, त्यसैले हामीले मौरी पालन धेरै गरिरहेका छौं। यहाँ पाठापाठीहरू पनि छन्। काँक्रो एकदमै राम्रो फल्ने गर्छ। अर्गानिक हो घरको यो घर। यहाँ फेरि मैले काफल टिपेको र काँक्रो खाएको छ। यहाँ बाबा मकैको बारेमा उभिनु भएको छ। यो निकै नै सुन्दर दृश्य रहेको छ। अनि त्यसपछि यहाँ भने यो फेरि चराचुरुङ्गीहरूको फोटो हो। यहाँ ठुलै नै छ पिपलको रुख छ। यो फेरि घाँस काटेको दृश्य हो भने यो पुरै डाँडा पाखा बादलको दृश्य हो। यहाँ निकै नै घाँसहरू छन्। यति मात्र होइन, यहाँबाट पुरै डाँडाहरू घरहरू पनि देखिने गर्दछन्। यहाँ तपाईले हेर्न सक्नुहुन्छ कति राम्रो दृश्य अवलोकन भइरहेको छ। यो भिडियो सबै नै मैले खिचेको र यसमा राम्रो कुरो चाहिँ के हो